हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी बार्बिक्यू जान लागेको भ्लग लिएर आएको छु। यहाँ चाहिँ लास्टै पानी परिरह, तर पनि हाम्रो चाहिँ पहिले फिक्स भइसकेको थियो अनि हामी चाहिँ जे भयो नि जाने भन्ने कुरा भएर म चाहिँ रेडी भइसकेको छु। अब रेडी भएर म चाहिँ साथीकोमा जाँदैछु। अब म चाहिँ तपाईँलाई अर्को डेस्टिनेसनमा गएपछि फेरि जोइन हुन्छु। बाई। म पनि भिडियो गर्छु साथीहरु। त्यो पनि ब्लगर हो नि फेरि। मैले टिकटकमा सब्स्क्राइब गरिदिनु ल। टिकटकमा तेरो बाद मेरो हामी चाहिँ अहिले कोन्जुलीमा नानी मोमोहरू किनिरहेको छ। अब यहाँबाट अलिअलि सपिङ गरेर हामी जाने। हामी चाहिँ अहिले रेस्ट गरेको के क्युके अब क्युकेबाट जान लागेको। हामी यहाँबाट चाहिँ कसोको दर्शाछु ल हेर्दै जानु। यहाँ ठाउँ हेर्न आएको अहिले चाहिँ टेन्ट हजुरैछ कुनमा बस्छस् भनेर हामीलाई चाहिँ भने हामीले चाहिँ त्यहाँ रोजेका छौँ। अब हामी चाहिँ गाडीबाट सामानहरू झार्न जान्छौँ। लास्टै पानी परेर यत्रो ठुलो मेला झरना। हामी चाहिँ अहिले पानीमा भिजेर यी दिदीलाई उहाँ बच्चेउले रोग लाग्यो। बच्चेउले रोग त्यस्तो काम हुँदैन मेरो। तँले पकाउनु त भइहाल्छ। चिया पकाउँदैन चिया यत्रो पानी छ। यताको हेडसेल दिल उताको हेडसेल भूमिका के चाहियो है। तान्तो चिया होइन तिमी आजको हाम्रो चिया पप त्यहाँ हाले भए हुन्थ्यो त। अनुहार हेर चिया र पप खान पाएर। बहुत दिन के बाद अच्छा खाना मिला है। किन त्यस्तो लिन्छ फोटोग्राफर भएर हो क्या। स्टोरी हाइड गर्नु पर्दैन। केटाहरूले काम बाती गरे खानु चाहिँ मोमो मौसमै मोमो खाने छ आज। आज मके पाप खोलिएको छ त्यहाँ बाँदर रुखेर बाहिर मासुको बक्स है हाम्रो। यहाँ फोटो सेसन भइरह ल। हाम्रो यहाँ फोटो सेसन भइरह। मैले चाहिँ भिडियो फोटोहरू बनाइसकेँ। हेर्नु यो कत्रो आहा लास्टै ठुलो आहा।
आथा ए मान्छेले बेचेको हो त्यहाँ रिदम मिलाएर नुन हाल्दै नसामा हानेर होइन फेरि जिन्दगीको सबैभन्दा अविस्मरणीय हो नि त। अब चाहिँ हाम्रो मोमोको पाली। मासु र मोमो खाएको कतिवटा भयो कस्तो नराम्रो आएको मेघतिरको क्रिकेटरहरू सबै टिकटक छ यार हेलो गाइस, हाम्रो बार्बिक्यू चाहिँ सक्यो। अब हामी सबै भिजेर नित्रुके छुट्यो हामीलाई पानीले। त्यो भएर अब चाहिँ हामी मिलाउँदै जान्छौँ ल। आजलाई यति नै भयो, ल्याङफ्याङ भयो यो भ्लग। त्यही हो ल, बाई।